हेलो गाइज, वेलकम टु माई च्यानल। हामी चाहिँ पशुपति नाइट आरती हेर्न जानलाई लाग्दैछौँ। यो चाहिँ दिदीबहिनी रेडी भएर अलिअलि यसो फोटो खिच्ने भिडियो बनाउने काम भइरहेको छ है। यहाँ चाहिँ उताबाट चाहिँ बहिनी हिँड्दै 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 आइरहेको। ओहो घुमेको फेरि अनि यता बहिनीहरू आइपुगे। ठुल्बाको छोरी अर्को बहिनी आइपुगे। त्यस पछाडि अलिअलि फोटो खिच्यौँ रोडमा ट्याक्सी कुरेर बस्दा। फेरि त्यस पछाडि गयौँ हामी। साँझ पर्न लागिसकेको थियो। आरती सुरु पनि भइसकेको थियो हामी जाँदा। फेरि त एउटा अङ्कल चाहिँ कुद्दै हुनुहुन्छ कि फेरि यहाँ। अनि हामी गयौँ लुक्रु लाएर। गयौँ त्यस पछाडि धेरै बेर पनि जाममा नि परियो पर्न त। तैपनि आरती हेर्न जाने भनेपछि त धैर्य गरेर जानु पर्यो नि। बेलुका पख चाहिँ यति धेरै जाम हुने होइन कि काठमाडौँमा। माई गड। अनि हामी पुग्यौँ फाइनल्ली। पशुपति पनि पुग्यो। आरती सुरु भइसकेको थियो। एउटा छेउमा बसेर हेऱ्यौँ मजाले सुन्यौँ। आनन्द मन बनाएर सुन्यौँ है हामीले चाहिँ। हामी चाहिँ पारिपट्टि बसेर हेरिरहेको थियौँ। म अलिक त्यहाँ आरती हेर्न जानलाई चाहिँ अलिक छिटो जानुपर्छ नि त। हामी त अब जाँदै लेट भइसकेको थियो कि सुरु पनि भइसकेको थियो आरती। त्यही पनि आनन्दले हेऱ्यौँ है हामी चाहिँ बसेर। यहाँ चाहिँ आरती हुँदैछ। अनि आरती भएपछि भिडियो बनायौँ। त्यस पछाडि माथि गयौँ। त्यो आरती गरेको हुन्छ नि त्यो यस्तो गरेर सेक्नलाई। अनि सेक्यौँ एकछिन बस्यौँ भिडियो बनायौँ। अनि त्यहाँ चाहिँ बितेको मान्छेहरूलाई पोल्दै थियो कि मरेको मान्छेहरूलाई पोल्दै थियो। एकछिन त्यहाँ बस्यौँ हेऱ्यौँ भिडियो बनायौँ। अनि त्यस पछाडि अब चाहिँ घर जानुपर्छ है, धेरै ढिलो भइसक्यो भनेर हामी घरतिर लाग्यौँ।
त्यस पछाडि आउँदा फेरि बाटोमा 2-4वटा भिडियो पनि बनाइयो आउँदा फेरि ट्याक्सी आउनलाई धेरै ढिला पनि भयो नि त भन्नुसाथ अनि आएन त्यस पछाडि हामी चाहिँ नक्कल झक्कल पारेर यता फर्किने गर्दै भिडियो बनायौं त्यस पछाडि ट्याक्सी पनि आयो त्यस पछाडि घर गयौं ओके गाइस टाटा बाइ बाइ